योगा बडी टाइप भन्ने हुन्छ अनि लेट मी एक्सप्लेन हाउ एन्ड वाइ। हामीहरू एकदमै डिफरेन्ट छौँ, हाम्रो बडी टाइप पनि डिफरेन्ट छ। आयुर्वेद अनुसार चाहिँ 3 टाइपको बडी टाइप हुन्छ, कफ पित्त वात। कफ दोषा हुनेहरू चाहिँ नेचुरली गुड एट योगा भनिन्छ। आई इन्भी पिपल हु क्यान डु जिम फर आवर्स है। म चाहिँ 30 मिनट्स पनि टिक्न सक्दैन जिममा। धेरै पसिना बढेको सास बाहेक मलाई केही पनि फिल हुँदैन। आफ्टर जिम पनि मेरो पेनफुल बडी बाहेक मलाई केही फिलै हुँदैन। बानी परेपछि ठिक हुन्छ भनेर म 2 महिना गएँ, पछि क्विट गरेर मैले योगा स्टार्ट गरेँ। त्यसपछि चाहिँ आई फेल्ट लाइक आई एम कनेक्टेड टु माई इनर सेल्फ। आई नो माई बडी इज क्रेभिङ आस्किङ फर योगा। फोर्सै गर्नु पर्दैन के, नेचुरली हुन्छ। इन अदर ह्यान्ड मेरो साथी चाहिँ जिम पर्सन हो, उसले योगा स्टार्ट गरेको थियो तर उसलाई चाहिँ एकदमै लेजी पावरलेस जस्तो फिल भयो रे। हामीले आफूलाई कसरी हेर्छौँ नि फरक पर्छ। जसलाई पावर अनस्टेपेबल मसल बिल्ड गर्नु छ उनीहरूलाई जिम ठिक हुन्छ, कसैलाई फन फेमिनिन बब्ली मनपर्छ उनीहरूलाई डान्स ठिक हुन्छ, कसैलाई पिस ब्यालेन्स मनपर्छ भने योगा ठिक हुन्छ।